मसँग 50,000 पैसा पनि मसँग एक सुको थियो 50,000 पैसा म कहाँबाट मसँग पनि त्यो पनि पैसा अजय अङ्कलसँग मैले सापट्टि दिएको छु त्यो कार्तिकमा उनका दिन गर्दै हिसाबबाट मैले पनि दिएको थिएँ त्यसको आकाङ्क्षी म पनि त्यो कविता कुमारी चौधरी तर मलाई धेरै लोभ लालच देखाए तर मैले भने थिएँ सन् कार्तिकमा म बस्दिनँ मलाई बरु मेरै टिकट लिएर बस्छु सुरेन्द्रलाई होइन कविता 3 जना मधेस प्रदेशमा मात्र छ भनेर तिम्रो नाम जसरी पनि निस्किन्छ नभए म छु नि तिम्रो नाम निकालिदिन्छु भनेर तर मेरो 110 नम्बर पनि नामको छैन है 110 नम्बर भित्र पनि नामको छ मसँग 50,000 पैसा पनि मसँग एक सुको थियो 50,000 पैसा म कहाँबाट मसँग पनि त्यो पनि पैसा अजय अङ्कलसँग मैले सापट्टि दिएको छु त्यो उम्मेदवारी त्यो पैसा पनि मैले अहिलेसम्म रिटर्न गरेको छैन तर आज र म भोलि जसरी पनि त्यो पैसा रिटर्न गरिदिन्छु मेरो यति नै प्रतिबद्धता। अनि प्राइमेरी इलेक्सनमा भाग लिनुभयो तपाईको के आएको परिणाम कति स्थानमा पुग्नु भएको थियो? मेरो 8 नम्बरमा थियो। अनि तपाईँ समानुपातिकमा पर्नु भएन नि अनि के भन्यो उनीहरूले मलाई भन्यो तिम्रो कविता तिम्रो 110 नम्बर पढेको मैले भने दाइ 110 नम्बरमा छ भने मलाई हेरौस् न 110 नम्बर मेरो के छ म आफै मिलाइहाल्छु तर तपाईले भन्नुहुन्छ तिम्रो 110 नम्बर छ भनेर अस्ति पनि बुवा लिएर जानुभयो सुरेन्द्र दाइले बेलुका अनि मेरो बुवा पनि भन्नुभयो सुरेन्द्र सरले होइन अङ्कल छोरीको आफ्नै कारणले मेरो के कारणले मैले के भन्छ पुलिस रिपोर्ट गरेको थियो पनि मेरो राम्रै थियो सबै थियो अनि भन्छ छोरीको आफ्नै कारणले 110 नम्बर आएको थियो अङ्कल भएन भने मैले भनिदिएँ बुवालाई बुवा तपाईलाई पनि उनीहरूले उ गर्दैछ भनेर मैले भने बुवालाई तपाईहरु मेरो बुवालाई त्यसरी नगर्नु मैले पनि भन्दै थियो बुवालाई पनि भने बुवा उनीहरूको कुरामा नगर्नु तपाईले पनि उनीहरू खेल रच्दैछ मैले भने बुवालाई अस्ति अनि बुवालाई पनि मुकुन्द पौडेल दाइलाई पनि भन्नुभयो ल मुकुन्द तिमीहरू मेरो घरमा बारम्बार नआऊ राम्रो हुँदैन म पनि एउटा पार्टीको मान्छे हो र गरे भने तिमी फोन गर तर घरमा बारम्बार नआऊ मेरो त्यति। कांग्रेस र राष्ट्रसभामा के फरक पाउनुभयो? कांग्रेस र राष्ट्रमा मलाई त अब मलाई पहिलादेखि नै कांग्रेसमा बसेको छ मलाई कांग्रेस नै राम्रै लाग्छ।